हेलो साथीहरु, म चाहिँ आज चिकन चिल्ली बनाउनु आँटेको हो। अन्त यहाँनिर चाहिँ मासु मजाले कलरहरू लगाएर राखेको छु। अन्त अहिले चाहिँ मासु फ्राई पनि गर्न थालेँ हो। अन्त दुईटा चाहिँ ललिपप बनाइदिएको छु भान्जी र छोराको लागि हो। अनि भोलि चाहिँ मेरो भान्जी घर जान्छ नि त हो, सो त्यही भएर उसको लागि बनाइदिएको मैले। यहाँनिर चाहिँ अहिले फ्राई पनि भइसक्यो हो। अन्त अब चाहिँ नानीहरूलाई खाना दिन्छु। अन्त नानीहरूलाई चाहिँ फ्राई गरेको मात्रै दिने नि त हो, सो त्यही भएर उता आमाले नानीहरूलाई खाना खुवाइदिनु हुँदैछ। अन्त म चाहिँ यहाँनिर चिकन चिल्ली बनाउनुको लागि प्याजहरू फ्राई गर्दैछु। अन्त सोया सस भिनेगर लगाएर एकछिन यसलाई पकाउनुपर्छ हो। अन्त यहाँनिर चाहिँ अहिले पाक्दैछ। अन्त फेरि बाबा र बडा बाउले चाहिँ खानु हुँदैन हो, सो त्यही भएर उतापट्टि फेरि बाबा र बडा बाउको लागि मासु पकाउनुको लागि यहाँ मसला रेडी हुँदैछ। अनि फाइनली चिकन चिल्ली चाहिँ पाकिसक्यो है साथीहरू। अनि यहाँनिर चाहिँ मासु पनि पाक्दैछ। साथीहरू, मैले चाहिँ रातिको खाना पनि पकाइसकेँ हो। अन्त चाहिँ एकछिन रुममा आएको, यहाँनिर माइली छ हो, मोबाइल चलाउँदै बसिरहेको थियो। माइली र कान्छी हो। मैले चाहिँ यस्तो भनेर नि दिदी चाहिँलाई भनिदिएको होइन, तर मैले भनेको होइन, यस्तै भनेको मात्रै हो। सो अब चाहिँ एकछिनमा खानाहरू दिन्छु हो। नानीहरूले त खाइसक्यो, बाबु भान्जी अन्त छोराले अब एकछिनमा उनीहरूलाई पनि दिन्छु। सो तपाईँहरू मेरो भिडियोहरू हेर्दै गर्नुहोस्, मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस्। अन्त यसरी नै माया र सपोर्ट दिइराख्नुहोस् हो। सो अहिलेको लागि यति भिडियो, टाटा बाई बाई।